Hi guys, welcome back to my channel. आज धेरै दिनपछि vlog पोस्ट गर्दैछु. हेलो भन्नु. हेलो. अहिले हामी बुढाबुढी मिलेर नास्ता खाइराखौँ. आज चाहिँ म जाँदैछु बाबासँग बाइकमा पोखरा. सिङ्जा पोखरा. पहिला सिङ्जा जाने अनि बल्ल पोखरा जाने. लाइफको फर्स्ट टाइम यति लामो राइड गरेर जाँदैछु. त्यही भएर एउटा भ्लग त बनायो भनेर आजको भ्लगमा पनि लाग्यो. सबैभन्दा पहिला हामी खाँदैछौँ मासु. किनकि मासु बिना जिन्दगी छैन. र भेजिटेरियनको लागि दही र पराठा. मलाई चाहिँ खाना हजुर अङ्कल नखाने अङ्कल हजुर खाने नखाने अङ्कल हेर्नु गाइस अगाडि आलुको पराठा भएपछि ब्लगिङ स्याउन मार्गोली खाना इज बेस्ट. आजकल म अलिक बढी फुडी भएको के मोटा नै मोटा हो नि त तर जे देख्ने यस्तो खान मन लाग्छ खाना मात्र मन लाग्छ. यो मोटो हुन लाग्छ हो. आई जस्ट लभ टु इट. जिंदगी में खाना नहीं है तो कुछ नहीं है. दिस इज द यङ मैन राइडिङ टुडे. बाबा हेलो गर्नु मेरो भ्लगमा. आज चाहिँ हाम्रो राइडर प्रो राइडर यात्रा सुरु गर्नुभन्दा पहिला फुल ट्याङ्की गर्ने भनेर हामी तेल हाल्न आयौँ. तेल हाल्ने बित्तिकै हामी लाग्छ आफ्नो गन्तव्यतिर र अबको यात्रा सुरु हुन्छ. तिर आएपछि चाहिँ मिनरल वाटर चाहिँदैन कि यसरी चिसो झर्नाको पानी खान पाइन्छ. त्यो झर्नाको पानी डाइरेक्ट खाएर हाम्रो फिल्टर एट अल त्यस्तै पानी मिठो हुन्छ. चिसो पानी खाएर बा फेरि त्यो अर्जुन र त्यो पछि दौडिया खानुपर्छ. मेरो बाबाको नाम पनि अर्जुन र त्यो गाडीको नाम पनि अर्जुन र त्यो गाइज वाट अ कोइन्सिडेन्स. हामी चाहिँ त्यो रथको कालो दुवा खाँदैछौँ. स्याङ्जा जानुभन्दा पहिला कि यो पाल्पा आउने बेलामा यो बाटो छ नि मलाई यति मनपर्छ. टिभीमा देखाउने सिन जस्तै लाग्छ कि बाबाले चाहिँ मलाई मेडिकल कलेज छ भन्दै राख्नु थियो र मैले रियलाइज गरेँ कि म कति वर्षपछि यो बाटो जाँदैछु आफ्नो गाउँ भनेर. दाजु त्यो डाँडा देख्नुभयो त्यो गाउँ चाहिँ पाल्पाको गाउँ हो. अरे है अरेका कुरा हुन् फेरि चाहिँ तिहारको बेलामा पिङ नखेल्ने कुरा भएन गाइस. हेर्नु बाटोमा पिङ देखेर म एकैछिन पिङ खेल्न रुकेँ. बाबाले चाहिँ अब ओह्रालो चाहिँ खेल्ने भए खेल भन्नु हो. त्यही भएर अहिले चाहिँ एकदम मजा आइरहेको कि यहाँनिर के भइरहेको भन्दाखेरि यो चाहिँ नि स्लोप छ नि हाम्रो बाइक स्कुटीको चाहिँ स्टार्ट बन्द भयो क्या तर पनि यो स्कुटी 42-45को स्पिडमा हिँडिरहेको. बाबाले यस्तो कुदाइराख्नु भयो नि गाइस त्यो एक्सिलेट नगरिकन नि यस्तो दगडा कुदिरहेको डर पनि लागिरहेको. ऊ त्यो अगाडि त्यो बाइकमा गएको भाइहरू चाहिँ अघि हामीलाई देखेर एकदम हाँसिरहेको थियो कि हाम्रो स्कुटी एकदम स्लो भयो भनेर. तर अहिले स्लोपमा आएपछि यस्तो दगडा कुदिरहेको मलाई डर लागिरहेको. यो चाहिँ रामदीको पुल हो गाइस. यहाँभन्दा अगाडि गइसकेपछि सिङ्जा जिल्ला सुरु हुन्छ अनि ऊ त्यहाँ पारि चाहिँ मन्दिर छ. रामदीको मन्दिर पनि त्यही हो. सानो हुँदाखेरि चाहिँ हामीले यहाँ होटलहरूमा खाना खान्थ्यौँ कि लास्टै फेमस थियो यहाँको खाना. पहिला भोक लाग्यो भनेर अहिले चाहिँ बाबा र मम्मीले फेरि खाना खान रोकेको. यहाँ बसेर अलिकति नास्ता गऱ्यो अनि हामी बिस्तारै फेरि अगाडि बढ्नेवाला छौँ. आधी खोला उर्लेर आयो. आधी खोला हेर्दैन अब हजुर खल्लो हुन्छ त्यो सादा समोसा सादा पकौडा के अरे पराठा. बाटोमा नाचेको गएको हेर्दै रमाइलो गर्दै बाबा र म धन्नै लगभग 5-5.5 घन्टाको सफरपछि घर पुग्नु लाग्यो गाइस. अब एकैछिनमा 5 बजेमा हामी घर पुग्नेछौँ फाइनली. मैले नमस्कार हजुर भने त तल सुनिनुहोस्. राति केटाकेटीहरूसँग मिलेर एकछिन पटाका पड्कायौँ. त्यसपछि दिनभरिको थकाइ थियो. खाना खाइसकेको थियौँ. धेरै बेर नबस्ने भनेर अलिकति पटाका पड्काएर हामी सुत्न गयौँ. थ्याङ्क यू फर वाचिङ. सी यू नेक्स्ट भ्लग. बाई गाइज.